हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ छौँ हामी 12 गने दहमा। धेरै पछि मैले नयाँ भिडियो ल्याएर आइसकेको छु र हामीसँग छौँ हाम्रो साथीभाइहरू। अनि त्यसपछि हामी चाहिँ आज घुम्नको लागि आएको छौँ 12 गने दहमा। यहाँ चाहिँ के कस्तो छ आज घुमघाम गर्छु र हजुरहरूलाई मैले देखाउने छु। प्लस सुरुमै मैले देखाउन चाहे चाहिँ यहाँनिर चाहिँ टक्क बारमा एउटा साँडा र भेडा गरेको टक्क एउटा मूर्ति जस्तो र बनाएको रहेछ। कस्तो दामी रहेछ होइन? कस्तो लागिरहेको? दामी छ होइन? सही हो, हालेको मूर्ति रहेछ होइन? बबाल दामी देखिरहेछ। अनि प्लस दसैँ तिहार आइसक्यो, फुलहरू पनि रहेछ यहाँनिर पुरा कस्तो दामी देखिने। सरर हेर्नु सक्नुहुन्छ होइन? यस्तो दामी देखिरहेछ यो फुलहरू। टिप्न मिल्दैन होला किनभनेदेखि मन्दिरमा फुल टिप्नु हुँदैन। मन्दिरमा फुल टिप्नु हुँदैन नि त होइन? टिप्ने भनेको चाहिँ जस्ट मन्दिरमा पूजा गर्छ भनेदेखि टिपिन्छ, अन्त टिपिँदैन। र यहाँनिर चाहिँ थोरै पोखरी रहेछ, यसमा चाहिँ माछा छैन, अलिअलि रहेछ। त्यहाँनिर देख्नु सक्नुहुन्छ। ल ल ल ल एकचोटि हानेर ल, कसरी हान्छ लान त? 500 हान्नु के हो यार, त खतरा रहेछ त होइन? त्यो चाहिँ हेर्नु सक्नुहुन्छ होइन? जसको दुईवटा एउटा यो के हो? भेडा। यो चाहिँ साँडा होइन? मूर्तिहरू रहेछन् दुईवटा दामी खालको। आस्ते हिँडिरहेको ल हेर त, साँडाहरू पो रहेछन् दुईवटा। यसले के भन्छ? भेडा भन्छ नि त। भेडा मान्छेहरूको घुइँचो त यस्तो छ नि यो ठाउँमा होइन? तिमी के भन्छौ? तिमी के भन्छौ? मान्छेहरू टर्नै छैन हो कि होइन? अहिले चाहिँ हामी छौँ ट्याक्कै 12 गने दहमा होइन? अनि यहाँ चाहिँ हामी लगभग आफ्टर 5-6 मन्थ्स पछि आएको जस्तो लाग्छ होइन लगभग। अनि यहाँ चाहिँ प्लस धेरै चेन्ज भइरहेको रहेछ। यहाँ देख्न सक्नुहुन्छ होइन? यस्तो बनाइसकेको रहेछ, यस्तो बारहरू हालेर यहाँ बिचमा फुलबारी रोपेर दामी खालको बनाएको रहेछ यहाँ अगाडि चाहिँ। अनि यहाँ भित्र जाने चाहिँ टिकट पनि लाउँदो रहेछ 20 रुपियाँ यहाँ भित्र जानलाई। त्यसपछि खेल्नको लागि पैसा लाउँदो रहेछ। यस्तो छ है, देख्न सक्नुहुन्छ। यस प्लस पोइन्ट केही थपिएको रहेछ होइन? यहाँ चाहिँ यस्तो खालको बनाएको रहेछ। त्यो बनाएको चाहिँ खुसी लाग्यो देखेर। पहिलाको भन्दा थोरै केही प्लस पोइन्ट गरेको रहेछ। हेर्न सक्नुहुन्छ तपाईँले। 12 गने दह म सर्लको सबै देखाउने छु कस्तो लाग्छ। म त केही मान्दिनँ, मुजी हालिन्। कस्तो दामी हामी जाँदैछौँ आज घुम्नको लागि। त्यो जङ्गल पार गरेको एडभेन्चर छ आज हाम्रो। के एडभेन्चर भन्दाखेरि जङ्गल एडभेन्चर, जहाँ चाहिँ हामी जान लागिरहेको छौँ च्यामिरे दह। एक्ज्याक्टली च्यामिरे दह भन्ने चाहिँ यही तलको हो। हामी चाहिँ च्यामिरे दहमा आइसकेका छौँ। यस्तो दामी नजारा छ। अनि यो चाहिँ म हो, बबाल दामी देखिरहेछ अगाडि हाम्रो भ्यू तालको टक्क बारामा। अनि मेरो साथीहरू यो चाहिँ लास्टै लाज मान्छन् होइन? अनि अर्को मेरो साथी हेलो भन्दै हुँदैछ हाम्रो भ्लगमा। ए हेलो भन्दै त कहाँ भागिरहेको केटाहरू? आराम उसै देखिन मन लागिरहेको छ नि उसलाई चाहिँ आज। अनि हामी चाहिँ हामीले चाहिँ यहाँदेखि पाल्नाबाट जानु तयारी गरिरहेको होइन? बिचमा धेरै प्रयास गरेर बिमलले ढुङ्गा राखेर टक्क बनाए। अब हाम्रो जित जाँदैछन्। पुग्यो
दामी यार तर पुग्दै यार ठिक छ फेरि मनको माया बुझिदिनु है तिमीले यी होठले त कहिलेकाहीँ नमिठो पनि बोलिदिन्छ धेरै त कस्तो राम्रो देखाएर चाहिँ फोटो हानेर चाहिँ राम्रो केटाहरू पोज हेर न फोटो खिच्ने मान्छेको फेरि होइन 25-30 हजार होला हाम्रो केटाहरू चाहिँ तल गइसकेको छ होइन टक्क हामी माथितिर घुमेर आएको घाँस कस्तो दामी आएर हेर सबैजनाले कुन ढुङ्गा लगेर जाने छौँ यहाँ अगाडि जस्तो कि उदाहरणको लागि हर्क साङबाङले गरी काम गर्न लागेका छौँ अब त लगाउनु पर्दैन होला क्या त्यसरी यहाँ पर एउटा काम गर्नुपर्ने छ हामीले यहाँ पर चाहिँ त्यो चाहिँ अहिले हामी देखाउनेछौँ के भन्दाखेरि जस्तो समाज सेवा भन्छ के भन्छ त्यस्तै खालको हो यिनीहरू दुईवटा लगाउन लागेको छ कति गोरको हस्पी भएको गोरको तिमी लगा ओइ भाइ बाटो कस्तो खत्तम रहेछ यार थक्कै भाइ हिलाउनु पऱ्यो नि म त्यो एउटा ढुङ्गा निकाल्दाले गाली सुनेको ल अब हामीले चाहिँ यो ढुङ्गा किन बोकेर ल्याएको भन्दाखेरि होइन गाइस यहाँ थोरै अगाडि चाहिँ यो ज्यामिरे दहदेखि यहाँनिर चाहिँ हल्का बाटोमा पानी रहेछ अनि यहाँनिर मान्छेलाई हिँड्दाखेरि बहुत गाह्रो हुने रहेछ त्यही भएर यहाँ चाहिँ ढुङ्गा हाल्नु भन्ने कुरा त्यही भएर ल्याएको पनि बनाउन चाहिन्छ काम लाग्छ नि त हल्का गाडा खाऊ त्यहाँनिर मोजा छराएर जाऊ यार अघि त हिँडिरहेको थियौँ हामी अहिले फेरि कहाँ पुगेन ठन्डुलाई ठाउँ यता आउँदैन कि उतै जान्छ होला हाम्रो दुईवटा केटाहरू चाहिँ पारि पुगिसक्यो होइन खै म जान्छु यार छोरा अनि यहाँ हेर्नुसक्नु चाहिँ यस्तो मजा ताल दामी देखिरहेछ आफू गएर भइहाल्छ हामी चाहिँ जानु पर्दैन होइन पुज्छ गइन्छ होला अब सबैजना ट्राई गरेर एकचोटि मगर चाहिँ पहिला ट्राई लग फालिदिउ न त्यो हो म डुक्रिनै जान्छु हो त्यो अघि ढुङ्गा बनाऊ न हो त्यो के यार कस्तो मिलेको क्या यहाँ गुफा छ रे जाम न ल कहाँ ए हो हामी पनि जाऊँ न हेर्नु भाइ आउन साँच्ची छ अरे के छ अरे के गुफा हेर्छौँ क्या अब ल ल के हो फेरि तिमी गएको छैनौ के गएको छैनौ तिमी ल हेर के हो त दिउँसै रात पर्ने जस्तो ठाउँ छ त यार हेर साँच्ची भने दिउँसै रात पर्ने जस्तो ठाउँ छ हेर्नु त ओ खतरा एडभेन्चर छ त पुरा खतरा एडभेन्चर छ त है गाइस नसक्नु छ भने क्यामेरा त यस्तो दामी खिच्दो रहेछ नि होइन ठिक छ गाइस हामी चाहिँ जाँदैछौँ हल्का तलतिर हामी पानामाको गुफा छ भन्ने सुनेर यो मलाई त बाह्रगाउँ मुभी हेरेर याद आयो यार यस्तै यस्तै एडभेन्चर पार गरेर हुन्छ कि त्यो बाह्रगाउँ मुभीमा पनि टक्क जङ्गलै जान्छ होइन एकै छ नि होइन हेरेको छ तिमीले ओ क्या दामी यहाँनिर न छक्का पन्जा हेर्ने अरूसित है कस्तो दामी रहेछ यहाँनिर है तपाईँलाई हामी खतरा चिज देखाउनु लागेको छौँ होइन थोरै अगाडि यहाँनिर गुफा छ यहाँनिर चाहिँ ठुलो गुफा छ यार आथेन होइन तर नि कहिले नदेखाले त राम्रै हो नि यार यो पनि दामी देखेको छ नि होइन यो गुफा यो गुफा छ त भित्र जाने ठाउँ होला लाग्छ नि त्यो किन केही छैन धेरै छ नि काहीँ चाहिँ यो हामीले देखाउनु खोजेको चाहिँ गुफा होइन धेरै ठुलो रहेछ अब के भन्छ यो चित्त बुझाउनु सबैजनाले आर यु कमेडी मी हालमा चाहिँ कस्तो मजाले सरर पानी बगिरहेको छ होइन अनि यहाँनिर चाहिँ हामी केटाहरूले टक्क फोटो खिच्ने कुरा हो अब यस्तो 2-4वटा एउटा फोटो खिच्छौँ भन्ने कुरा अब हामी यहाँनिर बसेर मान्छे पनि ढल्लै आउँछन् यो ठाउँमा होइन हेर्न सक्नुहुन्छ सर्लक्क पारेर के फोटो खिच्ने हो अहिले पहिला सुरुमा त
दामी ल गाइस हामी चाहिँ अब भर्खरै ज्यामिरे दह पुगेर घुमेर पनि आइसकेका छौँ होइन। अब चाहिँ हामी फर्किन लागेको सबै केटाहरू आज चाहिँ सटरडे शनिबार थियो होइन। त्यही भएर हल्का घुमघाम हानिदिएको बबाल दामी रमाइलो भयो, हल्का थोरै गर्मी भयो। त्यसमा चाहिँ अब कम्प्रोमाइज गऱ्यौँ हामीले जे छ त्यसमा होइन। ठिक छ साथी, अनि कस्तो महसुस भएर साथी? एकदम रमाइलो भयो साथी। फिलिङ गुड। के भइरहेको छ त्यहाँनिर? बाबा कत्रे हो त? मेरो त अर्कै सिस्टम छ यहाँनिर एउटा सबको एउटा कलर कस्तो दामी छ यसको। लिएर हाल्न लाग्यो त्यसो भए खै देऊ न म पनि हाल्छु। ठिक छ हामी चाहिँ अब चारा लिन्छौँ। लौ खाऊ लौ खाऊ। यस्तो त चिट्ठी आन्दैन क्या यस्तो यस्तो हेर न यो अब हेरे सोभा ट्याक गरेर चाहिँ हाम्रो केटाले हालिरहेको छ चक्काबाट म मासुलाई चारो। सोभा त के एउटा सोभा त हामी चाहिँ मन्दिरमा छौँ अहिले ट्याक्कै पाडामा। यो चाहिँ मन्दिर हो। कहाँनिर किन त्यो भन्दा के भन्दा नि त्यहाँनिर एउटा छोपोमै माछा जाऊँ। सबै मासु रहेछ टक्क बाह्रमा होइन। यहाँनिर छ माछा छोप्ने लगाइस यहाँनिर चाहिँ पछाडि के दामी फुल रहेछ ब्याकग्राउन्डमा। वाउ के दामी छ है। यो फुललाई कति पर्छ? एउटाको 30 रुपियाँ। 30 रुपियाँ? भोलिसम्म ओइलाउँदैन नि? सुक्छ। मन परेको फुला सुके पनि रसिलो।